अब हामीले पोलिटिकल पार्टी खोल्नुको अर्थ चाहिँ हामी इलेक्सनमा जाने भनेर चाहिँ कदापि होइन। यो चाहिँ यो एकदम क्लियर होस्। अब आधिकारिक हुनलाई भिड भएर देश विकास हुँदैन, आधिकारिक त हामी हुनु पर्यो। अब कि त मैले एनजिओ खोल्नु पर्यो देश विकासको लागि, कि त मैले पोलिटिकल पार्टी खोल्नु पर्यो। त्यो बाहेक त नत्र हुलमुल मात्रै हुन्छ। अब हुलमुलमै भएर देश विकास गर भन्न तले मिल्दैन, मिल्छ भने भनिदिनुहोस् होइन। सो त्यस्तो छ। त्यही कारणले कि त एनजिओ खोल्नु पर्यो कि त हुलमुलै गर्नु पर्यो। अहिलेको जस्तो जेनजी यतापट्टि तितर बित्तर, यता प्रधानमन्त्रीले 5 वटा बोलाउने, यता राष्ट्रपतिले 5 वटा बोलाउने। अब यस्तो गर्दाखेरि लिड कसले गर्ने, म्यान्डेट कसले दिने, डिरेक्ट कसले गर्ने होइन। एउटा चाहियो नि। पहिला लिड हेडलेस भनेर चाहिँ हामीले के पायौँ त? अहिले सबैजना छरिएको छ। सरकारले कसको कुरा सुन्ने? त्यो आफै अब एक हिसाबले जब सबैतिरबाट फुटेको छ, यस्तो भएपछि हामी डिरेक्सनलेस हुन्छौँ, दिशाहीन। त्यो भयो भने देश कसरी विकास हुन्छ? त्यो कारणले हामीले चुनावमा जाने भनेर होइन कि हामीले सङ्गठित रूपमा जाउँ। म्यान्डेट दिने एउटा संस्था होस्, एउटा चाहिँ ठाउँ होस्, एउटा पार्टी होस् अथवा जे त्यो होस् भनेर चाहिँ हामीले खोलायो। यसलाई अन्यथा रूपमा मैले चाहिँ अब हिजोसम्म चाहिँ पोलिटिक्समा आउँदिनँ अनि आज आएँ भनेर पनि धेरैले भन्नुभयो। अब के गर्ने नआएर? बलिदान खेर जान दिने? 78 जना मर्नु भएको छ, जोक होइन नि। अनि यसलाई छोडेर म आफ्नो बाटो लाग्नु मेरो नैतिकताले चाहिँ दिँदैन। जागलम कचम कहे नौजवान हो।